शपथ लिन्छु कि नेपाल धितोपत्र बोर्डको अध्यक्षको हैसियतले नेपाल धितोपत्र बोर्डको अध्यक्षको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान र विवेकले जाने बुझेसम्म इमान धर्म तथा कर्तव्य सम्झी बोर्ड प्रति वफादार रही भय पक्षपात वा द्वेष नराखी लोभ लालच र मोलाहिजा नगरी इमानदारी साथ धितोपत्र सम्बन्धी कानून अनुसार काम गर्नेछु बोर्डलाई कुनै हानि नोक्सानी र पुँजी बजारको विकास विपरीत हुने गरी कुनै काम गर्ने छैन पदीय दायित्व निर्वाह गर्दा मलाई ज्ञात हुन आएको कुनै गोप्य जानकारी वा सूचना अधिकार प्राप्त पदाधिकारी बाहेक अरू कसैलाई म सदस्य पदमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्ने वा त्यस्तो सूचना निजी लाभको लागि प्रयोग गर्ने छैन। ल फेरि बधाई छ।